हेलो गुड इभिनिङ नमस्कार दर्शन नमस्ते सबैलाई थ्याङ्क यू सो मच जतिले पनि फलो गर्नु भएको छ अनि फ्रेन्ड लिस्टमा आउनु भएको छ अनि चिन्ने नचिन्ने जति पनि हुनुहुन्छ अनि उहाँहरूलाई एकदमै बिग सल्युट भन्न चाहन्छु र हजुरहरू सामु समय परिस्थितिले गर्दा भने जस्ता भिडियोहरू ल्याउन सकिएको छैन त्यसको लागि आई एम भेरी सरी भन्छु। अनि नेपाली ल्याङ्ग्वेज प्लस इङ्ग्लिस जतिले बुझ्नुहुन्छ अब कतिपय ठाउँमा मिक्स गर्नुपर्ने हुन्छ किनकि अडियन्सहरू धेरै ठाउँबाट हेर्नुहुन्छ त्यसैले गर्दाखेरि अब कतिपय कुराहरूमा गल्ती हुन्छ त्यसको लागि क्षमा प्रार्थी भन्दै आज हामी यहाँ दाजुभाइ टक्कसँगले भेट भएको साँझको समय है लाइटको अलिकति कमी भए जस्तो महसुस चाहिँ भएको छ। हजुरहरूलाई कस्तो लागेको छ हैन। अब हामी भिडियो बनाइ नै रहन्छौँ दुईजना समग्रमा तर कहिलेकाहीँ चाहिँ छुट्न बाध्य हुन्छौँ किनकि परदेशको ठाउँ ड्युटी एकैचोटि नहुने र एकैचोटि भेट नहुने भएको कारणले त्यसैले गर्दाखेरि जो जहाँ हुनुहुन्छ जसरी हुनुहुन्छ स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् खुसी रहने प्रयास गर्नुहोस्। समय र परिस्थितिले हामीलाई एकदमै हरेक मोडहरूमा डोराइराखेको हुन्छ कहिलेकाहीँ एकदमै जिन्दगीबाट आकुल विकुल बनाएको हुन्छ तर पनि हामीले चाहिँ सोच्नुपर्छ कि यो हाम्रो परीक्षा फल हो। परीक्षा चाहिँ सकिएपछि हाम्रो राम्रो नतिजा चाहिँ आउँछ भन्ने चाहिँ हामीले सोच्नुपर्ने हुन्छ। आफूले आफूलाई आफ्नो कर्ममा विश्वास गर्नुपर्छ भाग्यमा भन्दा पनि किनकि भाग्यमा छ भनेर डोकोमा दुध दोहेर अडिँदैन। हामीले ढुङ्ग्रो र बाल्टिन अडिने चिजै लिएर जानुपर्ने हुन्छ। त्यसैले हामीले प्रयास गर्दै जाँदा नहुने भन्ने कुरा चाहिँ केही पनि छैन। गलत भन्ने चाहिँ कहिले पनि सोच्नु पनि हुँदैन र गर्न पनि हुँदैन। कहिलेकाहीँ गर्दै भन्दै चाहिँ अन्जानमा गलत भयो भने त्यसको लागि चाहिँ क्षमा याचना चाहिँ सबैले आफूले आफूलाई चाहिँ गर्नुपर्ने हुन्छ। त्यस्तै भन्दै हजुरहरूलाई कस्तो लाग्छ हाम्रो भिडियो र हाम्रो बोलीचाली यताउति हाउभाउ हरेक कुराहरूमा हजुरहरूले नै सुधार दिनुहुन्छ सुधार्ने मौका दिनुहुन्छ कमेन्ट गर्नुहुन्छ भन्ने चाहिँ हामीले एकदमै आशा र विश्वास गरेका छौँ र कहिले पनि साथ नछोड्नुहोस् होला। हजुरहरूको साथ नै हाम्रो लागि सबैभन्दा ठुलो प्रेरणा हो र हामी त्यसैमा चाहिँ एकदमै आभारी छौँ भन्दै सबैलाई अब आउन लागेको तिहारको शुभकामना अनि सबैजना भाइटिका लगाउनु होला खुसी रहनु होला। विदेशमा हुने हामी जस्ताले चाहिँ अलिकति पाइँदैन किनकि चाहेर पनि त्यो चाहिँ अब विडम्बना भनौँ या त विधिको के भनौँ होइन जस्तो छ हामी त्यसैमा खुसी रहने प्रयास गर्छौँ र हजुरहरू चाहिँ खुसी रहनु होला भन्दै यो शुभकामना छोड्दै अहिलेलाई चाहिँ यो भिडियोबाट हामीले बिदा माग्यौँ। हस्त धन्यवाद। थ्याङ्क यू सो मच फर एभ्री